एभ्रिवान वेलकम ब्याक टु द च्यानल अफ सजिबा ब्लग हैन। आज चाहिँ धेरै दिन बाद नयाँ ब्लग हैन। भर्खर स्कुलबाट आइकन अन्तखेरि अब माथि यो ट्राइपड हैन, अन्तखेरि हुन्छ नि माथि उद्यादा भाक्न गएको, अन्तखेरि अब हल्का मिठा पनि छ। अन्तखेरि अरू बेलाकै बाटो यो उद्यादाको घर जाने बाटो हैन। सो आज चाहिँ म कता पनि जान्दैछु भन्दाखेरि गोली खेल्नु पनि जान्दैछु, किनकि यहाँभित्र बुट पनि पकिरहेको छैन। अन्तखेरि यसो सोचेँ फेरि घरतिर आइकिन फेरि पर गइ बस्ने हैन, डाइरेक्ट यस्तो जान्छु भने हैन। सो आज चाहिँ के भन्नु अब हैन, म र उदय दाको चाहिँ आज अन्तखेरि बाटोमा जाँदाखेरि त गाउँमा त यस्तो भेट्छ कुखुराहरू। लगु यो पोथीले त खेदाउँछ मलाई, अहिले उसको नानी खेदाने ऊ एउटा यहाँ छ, यहाँ कराइरहेको छ, चुप लागेर जानु नि। सो म चाहिँ हुन्छ नि अब गोली खेल्नु जानुपर्ने चाहिँ ऊ परको डाँडा होइन, प्र्याक्टिसको लागि मात्रै। र पनि त्यहाँ जान्छु नि त। अन्त यहाँ माथि हाम्रो पहिलाको ग्राउन्ड जुन चाहिँ हुन्छ नि त्यो डल्लै विनाश गर्दैछ यो रोड आएर। यहाँ माथि हुन्छ नि हुन त अहिले चाहिँ क्लियर भएको छ कि ढुङ्गाहरू डल्लै, तर भए पनि यस्तो हुन्छ नि यो यस्तो सानो ढुङ्गाहरू चाहिँ उब्रेको छ हो। त्यो जुन चाहिँ अब क्लियर गर्नु चाहिँ अब होइन सबै एक दिन मिलिकन गर्नुपर्ने हो। तर होइन साथीहरू कता कता छ, घरतिर होला बोला पनि बस्दिनँ, किनकि म अहिले उपर जाँदैछु नि त यो स्कुलमा होइन, हाम्रो स्कुलको ग्राउन्ड हो, एक्स स्कुलको होइन, पकिङङ स्कुलको ग्राउन्डमा जाँदैछु। किनकि त्यहाँनिर चाहिँ हुन्छ नि अब ठुलो जग्गा पनि छ ग्राउन्ड, प्लस त्यहाँनिर अलिक साथीहरू पनि बेसी हुन्छ, त्यो गाउँको साथीहरू पनि छ। अन्तखेरि उताबाट पनि निकै आउँछ होइन, यहाँभन्दा चाहिँ अलिक बेसी नै हुन्छ। यहाँनिर चाहिँ हाम्रो हुन्छ नि यो हाम्रो तुम्बा होइन, जुन चाहिँ म भनेको चाहिँ परम ज्ञानी होइन क्या, ब्यागहरू गइकन पर गएको अब हाम्रो त मान्छे चाहिँ घर बनाउनुको लागि चाहिँ गिटी कुटेको छ। यो पल्लो जग्गा चाहिँ नि सबै बङ्गाल पर्छ होइन, हामी चाहिँ नि अन्तखेरि उहीँ तल मात्रै जाँदा उयो पुगिहाल्छ, अन्त बङ्गाल र सिक्किमको बोर्डर पुगिहाल्छ होइन। अन्त खोलाले छुटेको छ, यहाँ परतिर दामी दामी भ्यू छ। हामी चाहिँ फाइनली उदय दाको घर आइपुग्यो होइन। भर्खर उदय दाले कल गरेको थियो तर घर छेउमा आइपुगेर थियो, मैले कल ब्याक नगरेको। यो चाहिँ हाम्रो उदय दा, उदयदाको कोठा चाहिँ यता हो होइन। केटी जस्तो राख्छ कोठाहरू चाहिँ रुमहरू। सो म र उदय दा चाहिँ अब चाहिँ उसको घरबाट आउट अफ कन्ट्री भइदिएको होइन, जङ्गलतिर लाग्दिएको। उदय दाले चाहिँ के सिनेमेटिक भिडियोहरू होइन, यसो नेचरको भिडियोहरू बनाउने अरे। हामी डिप्रेस भएको है, अब नेचरको फिल गर्नु गयो होइन, गएको अरे उदय दा नि अब गर्लफ्रेन्डबाट धोका खाइहालेछ। कता पानी परेर अहिले जङ्गल आइरहेको छु। हाम्रो उयो चाहिँ सिनेमेटिक भिडियो बनाएको अरे, यहाँनिर यति लाग्दो घप्टो परि बनाउनु परिरहेको छ हाम्रो उदय दालाई। सो यहाँनिर चोराहरू यस्तो दामी कराउँदैछ होइन, यस्तो दामी चोराहरू कराइरहेको छ। फिल द नेचर भनेको चाहिँ आज बुझियो होइन हाम्रो उदय दा चाहिँ। तर घर जाउँ कि जाउँ भनेर मैले उदय दालाई अलिक माथि लाँदैछु।
त्यहाँदेखि चाहिँ भ्यू अलिक दामी देख्छ नि त होइन। सो त्यही भएर सिधा भ्यू यहाँ देख्न सक्नुहुन्छ तपाईँले। यहाँ माथि जाउँ भनेको होइन, म चाहिँ अब चाहिँ यो डाँडामा सबैतले चाहिँ मलाई याद थिएन हाम्रो गाउँको अनि भ्यूहरू यस्तो छ नि है। यहाँबाट चाहिँ डाँडा होइन, चटक्कै लाएर बेङ्गाल सबै देख्छ। परको चाहिँ बेङ्गाल, यता चाहिँ हाम्रो गाउँ पर्छ यो साइड। योदेखिको उता गयो नि तर यो ढुङ्गा र एकदम चटक्कै सो मरौतिर चाहिँ अब घरतर्फतिर लाग्यो होइन। आजको भ्लग चाहिँ यति नै होइन। कस्तो लाग्यो, थ्याङ्क्स फर वाचिङ माई भिडियो होइन। अन्तखेरि अब होइन अब सकियो, खतम, टाटा बाई बाई होइन।